सो गाइज हेलो एन्ड नमस्ते एन्ड वेलकम ब्याक टु माई ब्लग है। म फेरि आएको छु सानो ब्लग लिएर। आज चाहिँ यसो बाहिरतिर जाने भनेर म र दाइ रेडी भएर हिँड्न लाग्छ है नि दाइ। ल ल बसौँ है, के कस्तो हुन्छ अन द वे देखाउने छौँ हामी है। उहाँ चाहिँ राजेश दाइ हो। ल ओहो नि लाग्छ तात्ते छ। ल स्टे ट्युन है, ल हेर्दै गर्नु होला। ल हामी चाहिँ अहिले बाटोमै छौँ, जाँदैछौँ है। अब कति 1-2 घन्टाको बाटो हो। जाऊ गाडी यहाँ बसेर है। यस्तै छ बाटो चाहिँ सर र दामी छ यहाँ है। अहिले त्यहाँ ट्रेन पास हुन्छ, हेर्दै गर्नु होला है। कति पछि लिएर आइयो ब्लग पनि लगभग 1 महिनै भयो होला। यस्तै छ अब त्यो कुर्नै पर्ने हुन्छ है ट्रेन आउँदाखेरि चाहिँ। डिसिप्लिन छ यहाँ चाहिँ है सबै। अब सबै चिजले भरिपूर्ण छ जापानमा। 2-3 घन्टा लाग्छ, हेर्दै जानु है के कस्तो हुन्छ बाटोमा। अब दाजुभाइ हिँडिसकेपछि त अब सबै भइहाल्छ है दाइ। दाइको चाहिँ पुरै स्पोर्टी कार हो क्या यहाँ अहिले। यहाँ स्पोर्ट मोडमा अहिले हानिछ। अहिले हाइवेमा हेर्नुहोस् अब सेफ ड्राइभिङ हो ड्राइभिङ त। ल हेर्दै गर्नु होला है। ल हेलो भाइ, यस्तो हुन्छ है टनेली। अझै कति आउन है नेपालमा त्यस्तो कहिले हो कहिले। हेर्दै जानु है, ल हेर्दै जानु। मौसम नि राम्रो है। तिमीहरू गुरुङहरू जस्तो नि नै के हुन्छ नि त। अलि अर्कै छ के छुचो छ, अनि त्यही भएर मुख छुचो छ। भोलि नै त्यो गाडी त अहिले हामी चाहिँ यता साइतामातिर आइपुग्यौँ है। यहाँ अब त्यहाँ यसो गाडीको सामान लिन आएको। अहिले चाहिँ यहाँ अब जुस खानु पऱ्यो। अस्ति गर्मी छ है। ल हेर्दै गर्नु होला। ल हेर्नुहोस् यस्तो हुन्छ यहाँ मेसिन, क्लिनिङ मेसिन आफै। ल ल गर रिसाउँदैन, रिसाउन्न केही पनि गर्दैन। ल जुस किन है। ल कुन खाने। ल लगाइ जस्तो हामी अलिअलि कामसाम यही हो काम। टायर लिने दाइको नयाँ गाडीमा अब नयाँ टायर हाल्नै पर्यो। यहाँ चाहिँ यस्तो हुन्छ है। ल टक्कै यो टिकट हो, यो पैसा कतिको काट्ने। चाहिँ भिडियो गर्न पाइन्छ पाइन्न, तर बनाएको त छु के अरे। पैसा कति काट्दो रहेछ। बाटो त A1 छ, पुरै रफ्तारमा आइयो। रटटट सेफ राइड। गाडी स्पोर्ट्स हो नि दाइको। त्यसकोमा 1400 काटेछ है। मेरोमा लगभग 1900 काट्छ है। 1900 850円払わないといけないですか？少々お待ちくださいね。गाडी यसो लान्छ यहाँ। बाटो नै बाटो A1 छ। A1 अहिले हो यस्तो बन्ने हाम्रो केपीबा हो क्या। A1 छ बाटो सर है। लुक्स चाहिँ कस्तो छ मारेको छ। यहाँ यसो गाडी ठोकियो जस्तो भएर चाहिँ है। अब त्यो पुलिस आइहाल्छ, के गर्ने नगर्ने गर्छ यहाँ है। झगडाएर बस्यो केटा त। झगडा गर्दैन नि। कताको टोकियो स्काई ट्री है। देखिरहेको है माउन्ट फुजी यता है। बाटो दामी छ। सो गाइस अहिले चाहिँ हामी पेट्रोल हाल्ने ठाउँमा है। अब हिँड्दा पेट्रोलै सकियो पुरै नै। उसो है पेट्रोल चाहिँ 164 छ है। चाहिँ सेल्फ हो होइन, जस्तो छ दामी छ गाडी। यो पुरै यसो त जापानमा त फ्रीमा हो क्या। यो त फ्रीमा हो टायर त। त्यहाँ फ्रीमा लिएर आएको।
अब घरतिर जाँदैछौँ फेरि घरतिर गएर नि अब के कसो हुन्छ आजको चाहिँ म फुल्ली देखाउने नै छु पेट्रोल चाहिँ यस्तरी हाल्ने दाइले हाल्ने हुन्छ है टक्क पैसा सैसा त्यहाँ हाल्यो के भन्छ अनि कस्तो गनाएको पेट्रोल यार 166 अहिले चाहिँ हामी गाडीदेखि झरेर रामेन सपमा हिँड्दैछौँ है के कस्तो हुन्छ अब हेर्दै जाउँ है ल यस्तो छ बाटो चाहिँ है बाइकको रामेन हाउसमा है यस्तो छ यहाँ चाहिँ ल सो गाइस अहिले चाहिँ खाना खाने टाइम भयो रामेन खाना लाग्यो है ल यस्तो छ है रामेन चाहिँ यस सिधै राख्नुहोस् ल खाउँ है कस्तो यतै गर्नु सुप लगाइ जब रामेन नै खाइयो दबाइयो धर है भाडा मात्र छ फेरि हेर्दै जानु होला सो गाइस ल अब चाहिँ घरतिर जाने बेला भयो 1 बजे ल बाटो पुरै सुनसान छ अहिले एकछिनमा घाम लागिहाल्छ 2-3 घन्टापछि यहाँ चाहिँ यस्तो छ है ल जापानदेखि हेर्दै हुनुहुन्छ भने कति साथीहरू चाहिँ रामेन खाना खाइदिने होला भित्र देखाउन पाइन्न गरिदिन्छ यस्तो छ है ल यो चाहिँ किसा यो कासाई स्टेसनको ठ्याक्कै यता छेउमै छ है ल रामेन देश ल त्यो गाइस ल आजको भ्लग पनि अब यहीँ इन्ड हुँदै त्यहीँ इन्ड भएको छ है ल अब म चाहिँ रुमतिर जाँदैछु जति पनि हेरेर साथ दिनुभयो धेरै धेरै धन्यवाद अब भ्लग भन्ने अब मिलेदेखि बनाउँदै गरौँ ल के कस्तो छ यसो कमेन्ट गरिदिनु होला भन्दै ल यहीँ इन्ड गर्न चाहन्छु ल है त स्टे हेल्दी ल गाइस बाई बाई